आज चाहिँ हामी साइग्रेस जाँदैछौँ। धेरै मैले ट्राई गरेँ, पहिला जान पाएको थिएन, योपालि चाहिँ जाँदैछु। सोरागी चाहिँ रमाउँदैछ, सी इज भेरी ह्याप्पी एन्ड एक्साइटेड। तर दिनभरि हामी बिजी हुन्छौँ होला, सोरागी टायर्ड हुन्छ बेलुका फर्किँदासम्म। आई नो डे वाज सो सनी होइन, 16 कि 18 वेदर थियो बाहिर, राम्रै थियो वेदर, टेम्परेचर राम्रै थियो। युकेमा चाहिँ कस्तो चिसो, त्यहाँ चाहिँ यस्तो घाम लागेको वेदर चाहिँ युकेमा त्यस्तै हो। यो चाहिँ हामी सबैजना कुसुमले लियो भिडियो, कुसुम मेरो बुहारी, छोरा चाहिँ ड्राइभ गर्दैछ अनि हामी चाहिँ पछाडि बसेको छौँ, बाबु हामी सबैजना। यो चाहिँ यत्रो ठुलो फिल्डमा चाहिँ पुरै त्यो सोलर प्यानलहरू छ कि, यत्रो ठुलो फिल्डमा पुरा सोलर प्यानल मात्रै देखिन्छ। कस्तो रमाइलो छ वेदर, अनि वरिपरि हरियाली छ, राम्रो छ। हाइवे थ्रुबाट जानुपर्छ। आई थिङ्क 45 मिनट जति लाग्यो होला हामीलाई त्यहाँ पुग्नलाई, 45 मिनट जति लाग्छ अल टुगेदर त्यहाँ जाँदाखेरि। हजुरलाई ढिलो भयो, म गर्छु नि त गइसो भनेर भने मैले, अनि त्यो अब कहिले लिपाए त घिन लाग्यो है। यहीँनिर हो क्या, अस्ति जाँदाखेरि चाहिँ ठ्याक्कै म यहाँ कुबेरका त झन् त्यो ओटालो र उनीको त बेर। हामी बिहानै घरबाट हिँडेको थियौँ, सो पानी सानी त्यो ड्रिङ्क्स सेल्फ पे गर्ने छैन त खानालाई भनेर हामीले इन्टरमासम्म किन्यौँ। त्यसपछि सोरागी रिसाइरहेको थियो, खोइ किन हो थाहा छैन, त्यहाँ गार्डनमा फुल फुलेको रहेछ अनि म सोरागी फकाउनु फुल फुलेर फुल टिपेर लिएर जाँदैछु कि, खोइ किन बेला बच्चा त हो, कहिले खुसी हुन्छ, कहिले रिसाउँछ, कहिले के गर्छ। कहिले कफी नखाने मान्छे उसले कफी मगाएछ तर खाना चाहिँ खाएन उसले। ह्यापी खोइ यसो गर नि त मम्मीलाई, यसो यसो कफी खाने अरे यो, खै कसरी कुबेर यसो गर, त्यस्तो होइन यस्तो हाटु। एन्ड देन फाइनली हामी त्यहाँ पुग्यौँ। तर खोइ कस्तो कि वेदर, अब माथि त घाम लागेको थियो, त्यो बिच साइडतिर कस्तो धुवा जस्तो म त फर्स्ट टाइम देखेको। तर मान्छेहरू वेदर राम्रो भएर चाहिँ सबैजना आइराख्नु भएको थियो। अहिले बच्चाहरूको युकेतिर अनि युरोपतिर पनि छुट्टी हुन्छ नि त, 1 विक 2 विक जति सायद बच्चाको छुट्टी भएर होला धेरैजना आउनु भएको थियो। तर सबैभन्दा राम्रो युकेको जाडो खाएर गएको मलाई चाहिँ। आई लाइक द वेदर, टेम्परेचर। पानी परेर रहेछ, मान्छेहरू फिसिङ गरिरहेछन् त्यहाँ, हेर त कति धेरै के हो, यसो गरिरहेछ नि त। अनि ए फोटो पो खिचाएर रहेछ, आयो ओ माई गड। ऊ यहाँ घरभित्र यहाँ भित्र जानु पाउँछ पाउँदैन, अलाउ छैन, त्यो मान्छेहरू त कुरिरहेछ त। त्यही होला बाँकी कुबेर बौला पागल कति गहिरो होला क्या यहाँ त, गएर त यहाँ त कुसुम नजाऊ है पर। यसलाई भन्छ होइन एन्ड अफ द युरोप। हिरोनी कुसुम हिरोनी पोज दिइरहेछ। कुबेर कता गयो, कहाँबाट लुकेर हेर्दैछ कुबेर थाहा छैन, आई डोन्ट नो। किन त्यस्तो रहेछ तलबाट, ए कुहिरो तलैबाट आइरहेछ यो कुहिरो। अघि कस्तो राम्रो थियो कुहिरो लागेर, ओ माई गड तलबाट यस्तो यो त्यो पनि देखेन अहिले त। ओ माई गड त्यो पनि हरायो। त्यसलाई भन्छ सायद एन्ड अफ द युरोप। फिसिङ गरिरहेछ मान्छेहरू, केही देखेन यार। ओ माई गुडनेस।
अहिले त त्यो पछाडि पनि देख्थेन त्यो टावर हो कि के हो त्यो हामी चाहिँ त्यहाँबाट यता यो साइडमा जाँदा यो सिधा त्यो चुच्चोवाला टापु रहेछ कि यता साइड पनि समुद्र अनि यता पनि समुद्र ओ माइ गॉड यता त झन् ब्युटिफुल रहेछ म हेर्नु पर्यो यताबाट ओ सो ह्युज कति ठुलोमै डर लाग्ने अलि क्लियर भएन कि वेदर क्लियर भएको भए कस्तो राम्रो देख्छ है कता गयो कुबेर छोरा हराएको सूचना भन्नु पर्यो जस्तो छ कुबेरलाई सबै यो किन हुसु लागेको हो कि बाद अघि कस्तो क्लियर थियो एकैछिनमा कि यहाँ चाहिँ बस आधी घन्टा रोकेर फेरि जाँदो रहेछ कि बामोस भन्ने बस चल्छ कति डर लाग्ने सुसाइड पोइन्ट जस्तै छ यहाँ डर लाग्ने मान्छे जान्छ जाँदैन होला त ऊ अघि त्यहाँ देखिरहेको थियो अहिले एकैछिनमा त्यो डाँडा पनि धाकिदियो कि त्यो आफ्टर थर्ड ट्राई म यहाँ आएको कि कतिचोटि आउँछु भन्दा बल्ल आई केम हियर टुडे केही देखेन अहिले त सोरागी कहाँ गयो कुबेर कहाँ गयो म यहाँ छु Huge ocean behind me. सोरागी यता घुम्यो तिम्रो चस्मा कहाँ राख्यौ Where you drop it? कार कहाँ जान लागेको तिमी कुबेर यहाँ बसेर रहेछ रिक्साको मान्छे हेर्न एकैचोटि त्यो बादल लागेर अहिले एक्कासी के तातो कसरी यो त झन् गहिरो रहेछ ओ माई गॉड तर के धुवा के यो धुवा हो के अरे यसलाई हुस्सु कि कुहिरो लागेर केही देखेन के लेखेर रहेछ खै in engineering and onsen songs unreformed सो वेदरै क्लियर भएन कि एकछिन वेदर क्लियर हुन्छ कि भने किनभने यो एकैछिनमा मजाले घाम लाग्ने एकछिन फेरि त्यस्तै हुने भइरहेको थियो अनि एकछिन घाम लाग्छ कि भनेर अनि हामीसँग बल थियो अनि हामी यसो केटाकेटी हामी सोरागी एकछिन बल खेल्न थाल्यौँ छोरीलाई घायल बनाइसक्यो रिभेन्ज कम अन रिभेन्ज यता आउनु यता रिभेन्ज छोराकी पुश ल आऊ अहिले चाहिँ अलिअलि आकाश खुल्यो ऊ यहाँ जाऊँ यहाँबाट देखिन्छ होला सायद राम्रो
सोरागीलाई त्यहाँ जान मिल्छ मिल्दैन होला नि त प्रोहिबिटेड भनेर त्यहाँ को ओ माई गॉड यहाँबाट कस्तो राम्रो देख्दो रहेछ चक्कर आयो मलाई त चक्कर आयो वाउ सो प्रिटी यताबाट कस्तो देखिँदो रहेछ समुद्र जस्ट वाइट ओ यहाँबाट त यस्तो पो रहेछ not castle Yes, it is. बुढा बुढी बाजे बजे बसेछ I would like to go in. बाजे बजे खाँदैछन् यहाँबाट त यस्तो उता जानुपर्ने रहेछ नि त देख्नलाई त जाने हो र तल न न न सोरागीलाई लगेर कसरी जाने ऊ गइसक्यो रहेछ ठाउँ जाऊ न ओ माई गॉड मलाई त डर पो लाग्यो कि कुकुर बिरालोको कस्तो स्मेल लाग्यो ओ माई गॉड कस्तो राम्रो फुल फुलेको यार म यताबाट निकाल्न चाहन्छु त्यसलाई भन्छ सायद एन्ड अफ द युरोप कुबेर यही त हो नि होइन अघिको डाँडा एन्ड अफ द युरोप भनेर हेर्नेवाला यही त हो नि ए उता हो ओके हिरोनी फोटो खिच्दैछ पछाडि टम एन्ड जेरी बिहाइन्ड मी गाइज Wait, I have enough. कुहिरो बिस्तारै जाऊ कस्तो चट्टान है यतिसम्म क्लियर भएको छ अलिअलि कस्तो राम्रो इन्द्रणी बने यार गाई कति गहिरो रहेछ घाम लागेको राम्रोसँग कुहिरो नलागेको कति राम्रो देख्थ्यो लाइट हाउस अलिअलि देखिरहेछ यहाँ अलिअलि ए हेर बादल माथिको देश बादल पारीको देशमा चाहिँ झन्डै लड्यो यतापट्टि हरियो त्यहाँ पारि पनि समुद्र यता यता सबैतिर लाइट हाउस चाहिँ देखेन अहिले त ए कति गहिरो छ कि डेप्थ त कति छ तर घाम लागेको कस्तो देख्यो है घाम लाग्यो यहाँ तल सबै समुद्र ऊ त यस्तो बनाएको रहेछ आइम गन एड दिस वान है म सक्छु कि सक्दैन तर धेरै ठुलो छ त्यति त आइडिया छैन बट आइम गन डु दिस ओ सबैले कति धेरै ट्राई गरेर यस्तो बनाएको रहेछ मेबी दिस वान आई चेन्ज माई माइन्ड नाउ मेबी आइम गन डु होपफुल्ली ए एड गरेँ मैले एउटा यसको माथि अर्को पनि आई विल ट्राई इफ आई क्यान खस्दैन I'm gonna balance oh my god नबिग्रियोस् हाम्रो बनाइदिनु नि ए I added this too ल अब यिनीहरूको सुरु हुँदैछ कस्तो ल्याइछ नि कस्तो ल्यायो अरे अब त्यसको उता एजमा राख पल्लो एजमा त्यस्तो होइन यस्तो एजमा क्या अनि यसको त्यो ग्राभिटी मिलाउनु परेन यसको यता अनि यसरी यसरी राखेर यसरी यसरी ब्यालेन्स पखाउन हो यसरी हो नि त ब्यालेन्स मिलाउने देख्यौ आन्टीलाई रहेछ क्या आइडिया ल ल ल अनि अब सानो 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 गर्दै टपमा पुऱ्याइदियो मैले हेर दुईटा एड गर्न सकेँ आई विल ट्राई वान मोर इफ आई क्यान I will try. म यही टपमा I'm gonna try on the top if I can. Oh shit. हजुर मोबाइल ल्याइन्छ म खिच्दिन्छु हजुर गरे Oh yes.
one more try. ढुङ्गा सानो एउटा ढुङ्गा मात्रै सारो वाला जति सारो ढुङ्गा हो त्यति गाडा लभ हुन्छ अरे के हामी त सिमेन्टै हालेन सिमेन्ट के हाल्नु पर्दैन है हो बेबी अलिकति भएन बेबीले पनि ढुङ्गा होइन उल्टा अब घरै बनाउन लागिसक्यो बेबीले भयो भयो छोड्देऊ छोरा कि गई कहाँ छ गाडी बनाएको पनि बिग्रेको उल्टै दुईटा त अलरेडी एड थियो है यस आई डिड इट चियाबारी पोचुकी चियाबारी दिनभरि वी वर सो हङ्ग्री अनि हामी चाहिँ खानु पर्यो भनेर त्यहीबाट घर जाने भोक लागिसकेको थियो नि त सबैजना बिहान निस्केको तर वेदरले चाहिँ कोअपरेट गरेन खै तलबाट त्यो सो हो कि के भन्नु के आएर है डिस्टर्ब गरेर अनि यो चाहिँ एउटा तर जाडो चाहिँ छैन क्या यति यस्तो भए पनि एउटा टी सर्टमा यति पनि जाडो लागेको छैन मलाई सोरागी बिचरा थाक्यो है ऊ त बिहान हिँडेको निन्द्रा उठ्नै मानेको थिएन झन् यति भयो नि यहाँ चाहिँ झन् राम्रो रहेछ तर यस्तो बादलले त दिक्क लगायो यहाँ चाहिँ अलिअलि क्लियरली देखेछ हजुर धेरै गहिरो पनि छैन रहेछ सायद यो यहाँ चाहिँ यही फोटो खिच्नुपर्छ जस्तो छ कि यहाँ चाहिँ अलि बिच टाइपको पनि यता त्यस्तो बिच त होइन यो मान्छेहरू यो किल्ला यो पनि देखिएन कि नत्र कस्तो राम्रो थियो फेरि केही देखिँदैन अनि पैसा तिरेर बेकार वेस्ट मात्रै जान्छ पैसा होइन के गर्ने जाने भने जाम केही छैन नै होइन यतिकै त केही देखिँदैन बेकार मुगो स्टप पनि किन जाने भनेर थियो कुबेर आएन नि त सोरागिलीको लागि बसेको के हो त्यो त हिँडेर जाने बाटो उताबाट त्यो एजमा जान मिल्छ त्यो माछा मार्न फिसिङको लागि चाहिँ हो तर आई डोन्ट थिङ्क कि यो यस्तो वेभ आउँछ त अनि यसमा कसरी स्विमिङ गर्ने त रमाइलो हुन्छ नि रमाइलो त हुन्छ तर वेभले त यो चट्टानमा ल्याएर ठोकिहाल्छ नि झन् चोट लाग्ने रिस्क धेरै हुन्छ होइन र यहाँ त बालुवा त कति पनि छैन बरु त्यो साइडमा अलिअलि छ नि त त्यहाँनिर त्यहाँ चाहिँ अलिअलि होला यता चाहिँ आई डोन्ट थिङ्क मलाई त्यस्तो लाग्दैन यता हुन्छ जस्तो यही हो किल्ला यहाँबाट टिकट काटेर गएर उताबाट हेर्न मिल्छ होइन त्यही समुद्र हेर्ने त हो नि तर राम्रो राति लाइट बल्छ होला है यसमा केही लेखेको हुनुपर्ने कि के हो होइन रहेछ लाइट एन्टी लाइट आउँछ होला कि कता जाने हो एकछिन गर्ने हो त के राम मरिना आएछ मरिना तल जान मिल्छ नि न यहाँ त्यो टुपाउनमा सोरागीलाई फेरि मिर्चुले रोनाल्डै छ मलाई उसको स्ट्रगल मनपर्ने हो त्यहाँसम्म हिँडेर जान मिल्दो रहेछ नि त होइन यति हेर नत्र त्यहाँ मान्छेहरू हुनुपर्ने मान्छे अब गइजाउँ गइहाल्यो ल भोक लाग्यो जान मिल्दैन रहेछ एकछिन ऊ यहाँनिर रोक्दैन भोकले हो कुसुम इट्स अलमोस्ट 2 नि त 2 बजिसक्यो अनि पानी छैन त्यहाँ आऊ इन्डियन रेस्टुरेन्ट रहेछ कस्तो राम्रो एम्बियन्ट रहेछ कि यो हेर न Suragi swing chair, you gonna be there? Go there, swing chair छ त्यहाँ. Go there.
ल ल तिमीहरू गर न म त let me help. Push. Suragi Shahalai push. Yana chappal, oh my god. I can relax here. Yeah. Can I eat here? You can't. Why? Pokhinchanda. Can I play here? Of course you can. Can La I? boy. Yes. No. ल No. मोदीले त्यस्तो हेर्नु पनि अब यतिकै त अफर नि त्यस्तो त कहाँ के हुन्छ Fancy. यतिकै बाहिर रह्यो होइन यहाँ हेर न कुबेर सुरागी होइन मिस्टेक गर्यो नि त सुरागी मामा अर्डर सिप I did not find. अनि यसपछि खाना खाएर टन्न भएर हामी घरतिर लाग्यौँ घरतिरको गफ गर्दै अनि देउडा गीत सुन्दै घरतिर लाग्यौँ तर आज वेदरले साँच्चीकै साथ दिएन आफ्टर थर्ड ट्राइब म गएको सेटिस्फाई चाहिँ त्यति धेरै छैन अल्दो त्यहाँ जान पाएँ होइन कतिचोटि जान्छु भन्दा कहिले के नमिल्ने कहिले के नमिल्ने फाइनली आज चाहिँ हेरेर आएँ वेदर क्लियर भएको भए अझै प्लस पोइन्ट हुन्थ्यो र ठिकै छ गएर आयो घर जानुभन्दा पहिला चाहिँ सोरागीले पियर्सिङ गर्ने एकदम डर गराएको थियो त्यही भएर बिन फर पियर्सिङ सोरागी डराएन रुएन हामी चाहिँ रुन्छ कि भनेर सोचिरहेको थियो भने सिडिङ क्राई ब्रेड बल God bless you my baby my strong girl दुख्यो Is it tight? A little. मोदी So fast, yeah? A little one more here एक साइड मात्रै हो She's a strong girl. It doesn't hurt anything, yeah? Is it paining I now? also, she make my hair. She make hair. Yeah, nice. He had piercing as well. So is that why you look like one of the outfits? Yeah, but I changed I changed this one. 1 month and you change for another thing, okay? She like this one. She might not change it. I'm gonna give to the golden when you are got your birthday. पिएसिङ गरिसकेपछि अनि त्यहाँ बाहिर बच्चाहरूको खेल्ने रहेछ भर्खर ओपन भएको जस्तो लाग्यो 2-3 इयर्स जति भयो सायद आई गेस होइन अनि सोरागी त्यहाँ खेल्न थाल्यो ऊ बच्चालाई बच्चै चाहिन्छ नि ऊ एकछिन रमायो तबसम्म अनि हामी एकछिन वेट गऱ्यौँ उसलाई हेर्दै बस्यौँ के गर्छ कसो गर्छ तर राम्रो यो मलाई यो कन्सेप्ट चाहिँ मन पर्यो केटाकेटीहरू खेल्न जान्छ आमाबाउहरू सपिङ गर्न गयो भने बच्चाहरूलाई सताएन एकछिन यहाँ पार्कमा ल्याएर खेलाउनलाई आनन्द राम्रो वेदर राम्रो भएको दिनमा चाहिँ यत्तिकै ल्याएर खेलाउँदा पनि हुन्छ पैसा चाहिँ पर्दैन फ्री अफ कस्ट यो बच्चाहरू बोलाउनु चाहिँ एकदम राम्रो बाटो एकदम राम्रो तरिकाले बनाएको के एकदम डिजाइनिङ चाहिँ एकदम राम्रो त्यो खेल्न थालेपछि त सोरागी घर जाऊँ भन्दा नि मान्दैन सुन्दैन है अघिसम्म टायर्ड भयो भनेर गाडीबाट निस्किनु मानेन घुम्न मानेन अहिले त ऊ त खेलेको खेले घर जाऊँ भन्दा नि मान्दैन केही मान्दैन अब त्यसको टायर्डनेस हरायो उसले चाहिँ अघिदेखि पियर्सिङ कतिखेर गर्ने भनेर सोधिरहेको थियो अहिले म त कान दुख्छ कि अब राति के हुन्छ आई डोन्ट नो बट अहिले चाहिँ इन्जोय गरिरहेछ मलाई चाहिँ कोकोनट ट्राई गर्नु मन थियो अनि प्लस यो कास्तानिया चेस्टनट एकदम ट्राई गर्नु खान मन थियो कि त्यही भएर मैले यो लिएँ अनि सोरागीलाई पनि ट्राई गराउनु मन थियो हाउ सी फिल
यो कस्ता कस्तानी त्यही हो कस्तानी ल खाऊ त ल ट्राई इट कस्तो छ मिठो Just like the coconut inside.